लन्ड्री भनेको जस्तै त होइन नि यो त्यस्तो राम्रो के हुन्छ त्यहाँ त है खत्तम हुन्छ ट्याङमा सिजाङको देखाउनु पऱ्यो हामी बजार जाँदैछौँ आज पानी परेर इट्स टु कोल्ड सो here is my friends we are going to the market to buy something what I need दामी सहरै बवाल छ सो यही नै हो जाको चाहिँ कोरियामा चाहिँ सबैभन्दा फेमस चाहिँ यो कम्पोज कफी अनि यो कम्पोज कफी प्लस कम्पोज कफी र कुन चाहिँ हो फेमस गाइस मेगा या यो कम्पोज कफी प्लस मेगा चाहिँ एकदमै फेमस छ यतातिर चाहिँ अन्त त्यस पछाडि यो नाइस टु सी यु प्लस 7-Eleven जुन चाहिँ 24 आवर्सको लागि चाहिँ सर्भिस दिइरहेको हुन्छ उनीहरूले कहिले पनि बन्द हुँदैन यसलाई चाहिँ हामीले नेपालमा पढ्दाखेरि चाहिँ 24 घन्टे पसल भनेर पढेको थियौँ सो यो चाहिँ एनी टाइम खुल्ला हुन्छ तर इन कम्पेरिजन अफ अदर सप्स इट्स लिटल एक्सपेन्सिभ आई थिङ्क होइन त अलिकति एक्सपेन्सिभ छ यो चाहिँ लास्टै महँगो छ 7-Eleven प्लस नाइस टु सी युहरूमा चाहिँ अरू मार्केटभन्दा एकदमै महँगो नै हुँदो रहेछ किनभने इन्टरनेसनल फ्रेन्चाइज हुन सक्छ त्यही भएर या इज राइट इन्टरनेसनल फ्रेन्चाइज प्लस यिनीहरूको चाहिँ के हो भने 24 घन्टा ओपन हुन्छ त्यो हिसाबले पनि उनीहरूले त्यो खालको रेटहरू सेट गरेको हुनसक्छ आई थिङ्क 24/7 सो दिस इज द मार्केट जहाँ चाहिँ एकदमै यहाँ चाहिँ एकदम सस्तो खानेकुराहरू पाइरहेको हुन्छ यस्तो कुराहरू तरकारीहरू किन्नु छ भने एकदमै प्याक होइन मासुहरू पनि थरीको पाइरहेको हुन्छ अन्त फलफुलहरू फ्रुट्सहरू तर यहाँ सी फुड्सहरू पनि छ गेट दिस गाइज गेट दिस भेजिटेबल्स 13,000 वन्समा कपडाहरू आइरहेछ अनि भेजिटेबल्सहरू बवालै छ तर जस तर हो यहाँको सबैभन्दा महँगो चाहिँ के हो के लागिरहेको छ अहिलेसम्म टपमा आउने फलफुल फ्रुट्स त्यस पछाडि भेजिटेबलहरू पनि एकदम महँगो छ यता सबैभन्दा महँगो खाएको त हामीले चामल हो नेपालको कम्पेरिजनमा हामी नेपालमा त 5 गुणा बढी छ हामी नेपालमा के भनेर कति एक बोरा कति 30 केजी बोराको हामी कति किन्छौँ 1600 कि कति पर्छ नेपालमा 1600 खालको पनि हुन्छ 2000 2500 हुन्छ अनि 2500 पनि हामीलाई नेपालमा त महँगो लागिरहन्छ तर टेस्टी पनि हुन्छ क्या त्यो चाहिँ तर यहाँ चाहिँ 20 केजीको पनि अलमोस्ट हामीले कति फिस हाल्नुपर्छ 20 केजीको हामीले कति किने दोस्त अस्ति हामीले कति हालेको नेपाली 6000 7,000 हो नेपाली 7,000 रुपियाँ हालेर एक बोरा त्यही पनि 20 केजीको चामल अनि नेपालमा 2500 तिरेर 30 केजीको खाइरहेको मान्छेलाई त्यहाँ भुतुक्कै मराउन चाहिँ हुन्छ दाँतबाट पसिना आउँछ म त फर्स्ट टाइममा त त्यो पाराले त मैले पैसा मरिगयो पनि सेभ गर्दिनँ भने जस्तो भएको थियो यहाँ आउँदाखेरि चाहिँ तर बिस्तारै युज टु हुन्छ सबै कुराहरू किनभने यहाँ चाहिँ यहाँको इन्कम को अनुसार चाहिँ हरेक कुराहरूको मार्केट प्राइस चाहिँ एकदम फिक्स छ यहाँनिर भेजिटेबल्स फ्रुट्स होइन अनि अन्य फुड्सहरू सी फुड्सहरू सबै कुराहरू एकदम फिक्स छ त्यसैले त्यो हिसाबले चाहिँ पछि आफै कमाउन थालेपछि चाहिँ सायद ठिक हुन्छ होला तर हामी चाहिँ अहिले चाहिँ बेरोजगार छौँ त्यसैले स्टिल इट्स भेरी एक्सपेन्सिभ फर अस ओके बजार तरकारी लाने नलाने
त्यो लानु होला अब कस्तो लाने भयो लाने कि नलाने भयो त्यसमा मलाई खासै खाउँ त छैन तर लाने भए खान्छु लाने सागरले कति जति 2000 लाँदा ठिक होला हुन्छ त्यति हो किन खिच के गरेको त्यो त्यो एउटा मिम आउँथ्यो नि हल्लिँदै तिमीलाई 200 डिस्काउन्ट भयो क्या 200 डिस्काउन्ट भयो गाइज यहाँको फोरेनहरू खत्रै हुन्छ दयालु उसलाई माया गरेर 한국은 사람이 너무 친절하고 도움으로 입니다. 감사합니다. 어.